हेलो गुड मर्निङ मित्रहरू, सबैलाई जोडले मनबाट फेरि आज एउटा सर्ट क्लिप भिडियो लिएर तपाईँहरूको सामु उपस्थित भएको छु माननीय हकन सम्मानजीको विषयमा। किनभनेदेखि उहाँलाई अब नालायक दुनियाँ के यताउता ह्यान त्यान भनेर खैरो खन्नीहरू धेरै छन्। लास्टमा गएर गीत बनाउनु पनि भ्याइसकेको छ मान्छे। लु यो गीत हेर्नु जस्तो हर्क जस्तो कोही चाहिएन हामीलाई, बालेन जस्तो कोही चाहिन्छ भनेर यतिसम्म त गर्नु भइसक्यो। पार्टी विरोधी त हुनैपर्छ। पार्टी विरोधी भएन भनेदेखि त कहाँ एकअर्कालाई पार्टी विरोध गरेर एकअर्कालाई तल झारेर त माथि पुग्ने हो यो राजनीति भन्ने कुराहरू। तर अलिकति सनबाट पनि ओभरै हुन्छ क्या। अब हर्क साम्बाङज्यूको चाहिँ मैले एउटा फ्युचर हेर्दैछु क्या। मैले उहाँलाई जुन गिराउने होच्याउने जुन गाली गलौचा गरेर त्यो चाहिँ उहाँको लागि एकदम महान कुरा जस्तो लाग्दैछ क्या। त समय समयको खेल हो। विरोध त दुनियाँले गर्छन् होइन, सबैको गरि नै रहेछन् होइन। पहिलेको सरकारले के गर्यो, अहिलेको सरकारले के गर्यो। बालेनलाई पहिले हाई हाई बालेन भन्थे, अहिले बालेनले के गर्यो, बालेनलाई राजीनामा दिए हेनतेन भनेर भनिरहेको छ। यही हो क्या जनताहरूलाई, जहाँबाट पनि अपच्य हुन्छ सबै कुराहरू। मान्छेहरूलाई डर छ क्या। यो मान्छेले चाहिँ देशमा गएर केही ठुलो उन्नति गर्छ, देशको एउटा ठुलो मान्छे बनिन्छ र सरकार नै परिवर्तन गर्छ कि भन्ने डरले गर्दाखेरि चाहिँ विरोध गरिरहेछन् क्या। यो चाहिँ मान्नुपर्छ क्या। जति नै मान्छेले किचडमा झारुन् कि तर त्यही मान्छे एक दिन माथि पुग्छ है। इक्जाम्पल हेरिराख्नु होला के रवि लामा छानेज्यूलाई कति दमन गर्नु खोजे होइन। यतिसम्म त भयो लास्टमा गएर तपाईँको अन्तिम इच्छा के छ भन्नु पनि भ्याइसकेको थियो होइन। लास्टमा गएर कसको भयो सरकार हो। समय हो कि साथीहरू, अहिले हर्क सम्बाङ यो हर्क सम्बाङ त्यो भनेर दुनियाँभरि तपाईँले जतिसुकै खुट्टा तान्नुहोस्, तर मैले भविष्यवाणी देखिसकेको छु कि यो देशको राजनीतिको फेरबदल गर्ने मान्छे चाहिँ त्यही हो है हर्क सम्बाङ। टेक केयर है, टेक केयर। समय चेन्ज हुनु बेल छैन है त।